साथीहरू हेर्न सकिन्छ यो एउटा लेनोभोको चाहिँ B1 02P मदरबोर्ड नो पावर केसमा चाहिँ आएको थियो र हामीले डायग्नोसिस गरेर हेर्दा चाहिँ के थियो भन्दाखेरि बिन सेक्सनको चाहिँ सेकेन्डरी PQ302 को सोर्स साइडबाट चाहिँ हाम्रो सर्टिङ आइरहेको थियो, जसमा चाहिँ हामीले PR302 उठाएर चेक गऱ्यौँ। चार्जिङ साइडबाट चाहिँ यो सर्टिङ थिएन र हाम्रो यता पारि चाहिँ सर्टिङ थियो र भोल्टेज इन्जेक्ट गरेर हेर्दा चाहिँ एउटा सानो सानो क्यापेसिटर चाहिँ यो सर्ट भएको पाइयो। हेर्न सकिन्छ यो PC 311 यो क्यापेसिटर चाहिँ हाम्रो PC 311 सेक्सनबाट चाहिँ के थियो भन्दाखेरि सर्टिङ थियो र यहाँ हामीले मोडियोमा हेर्दा चाहिँ PC 311 यो ठ्याक्कै हाम्रो PQ309 को साइडमा चाहिँ सर्टिङ थियो है। अब अहिले अन गरेर चाहिँ एकचोटि चेक गरौँ। ट्रिगर अन गर्दा चाहिँ हाम्रो रिसेट भइरहेछ। यो चाहिँ हाम्रो डिस्प्ले टेस्टर हो, यहाँ डिस्प्ले आइसक्यो।